आजको दिनमा रवि लामिछाने र उनको पार्टी गम्भीर चुनौतीको घेरामा छन्। सहकारी प्रकरणदेखि नक्खु कारागारको विवाद, सुमना श्रेष्ठको राजीनामा धेरैले प्रश्न उठाएका छन्। अस्ति यही कुराले पार्टीभित्र एक स्तरमा फाटो आएको जस्तो पनि देखिन्छ। यस अवस्थामा सबैभन्दा आवश्यक भनेको निष्पक्ष छानबिन हो। यो मुद्दा राजनीतिक प्रतिशोधका कारण हो कि साँच्चीकै कानुनी रूपमा दोषी छन्, यसको छिटै टुङ्गो लाग्नै पर्छ। 40 लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। राजनीतिक प्रतिशोध भएको हो भने निष्पक्ष छानबिन हुनुपर्छ। सही भए मुक्त गरियोस् र गलत भए कानुनअनुसार सजाय दियोस्। यस विषयमा मेरो व्यक्तिगत विचार के छ भने रवि र उनको पार्टीले कानुनी प्रक्रियामा पूर्ण सहयोग गरेर यो कुराबाट क्लिन चिट पाउनु सबैभन्दा ठुलो उपलब्धि हो। यदि यो कुरा भयो भने देशको प्रमुख पार्टी बन्ने अवस्था आउन सक्छ। अर्को कुरा, पार्टीको एजेन्डा के हो त्यसमा चाहिँ मुख्य फोकस भएर लाग्नुपर्छ, जनतासम्म पुर्याउनु पर्छ। सबैलाई थाहा छ यो पार्टी रविसँगै जोडिएको छ। रवि हुँदा र नहुँदा धेरै फरक पर्छ, तर एउटा संस्था हो नि त। संस्थागत ढाँचामा मजबुत बनाउन पनि ध्यान दिनुपर्छ। भोलि बिहान रवि लामिछाने भन्ने व्यक्ति नै नहुँदा पनि पार्टी के हो भन्ने कुराको त पुष्टि हुनुपर्छ। र रविको सहकारी प्रकरणमा सरकारको तर्फबाट पनि निष्पक्ष छानबिन गरेर एउटा निर्णायक निर्णय दिएमा धेरै जनताको चाहिँ प्रश्नहरूको उत्तर मिल्नेछ।